हेलो गाइज, वेलकम टु माई ब्लग। मेरो ब्लगमा हजुरहरूलाई स्वागत छ होइन। फेरि आजबाट चाहिँ म ब्लग सुरु गरिरहेको छु। अब चाहिँ कन्टिन्यू ब्लग चाहिँ हालिरहने टाइम मिलेसम्म हाल्ने प्रयत्नमा कोसिसमा छु होइन। टक्कसँगले यतापट्टि दाइ खोइ त यहाँ पर है टक्कसँगले के अरे आज तपाईँलाई मैले यार एक थोक ल्याइदिएको थिएँ, एक थोक गिफ्ट आज एक थोक गिफ्ट ल्याइदिएँ है। ल गिफ्ट ल्याइदिएँ क्या तपाईँलाई मैले। गिफ्ट जे नि हुनसक्छ नि होइन। ल अलिक गिफ्ट भनेको त अलि मिलाएर दिनु टक्कसँगले अब यो बिगाएर त्यहाँ मिटिङ बनाएर दिनु मिलेन। गिफ्ट दाइलाई एउटा गिफ्ट गर्दैछु कि आज टक्कसँगले। ल दाइलाई गिफ्ट गर्नु लागिरहेको छु है। ल हातामा दाइ हातामा आँखा चाहिँ म हाल्नु हो दाइ हेर्नु यता हातामा न छिटो हात हालिहाल्नु न यता हाल्नु न। ल ल उता हेर्नु आमा यही राखिदिँदाखेरि यार दाइ डराएर। ल गाइज, म चाहिँ हल्का हल्का प्र्याङ्क भिडियो बनाउनु गइरहेको छु होइन। अब म अरूसँग पनि गएर यस्तो यस्तो बनाइरहेको हुन्छु। ल गाइज, हेर्दै गर्नुहोस्, कमेन्ट गर्दै गर्नुहोस् है कस्तो लाग्छ। मैले अब फेरि यहाँ सागरलाई पनि गिफ्ट ल्याइदिएँ एउटा। मेरो दाइलाई गिफ्ट नि तिमीलाई गिफ्ट दिइसकेर है। हुन्छ गिफ्ट लिन तयार छ नि? तयार हो दिनुहोस् यसमा न त्यो दिनै पऱ्यो होइन। अहिले मेरो दाइले दिएको एकपल्ट होइन दिनु पऱ्यो के लाग्यो है। आजको गिफ्ट होइन, आजको गिफ्ट त कुनै दिन दिउँ ल। ल तिमी उतापट्टि हेर आधा भयो आधा भाइ। ल यस्तो दिनु हुँदैन यार मलाई। सागरको गिफ्ट अಯ್यो। ल गाइज हेर्दै गर्नु होइन। हेलो गाइज, ल अब म चाहिँ टक्कसँगले घरतिर जाँदैछु होइन। रुमतिर के गरिरहेका छन् होइन। टक्कसँगले म रुम पुगेर रुमको बारेमा नि तपाईँलाई देखाउँछु। रुमको पनि भिडियो बनाएर हुन्छु म अबदेखि। ओके गाइज। ओके गाइज, म पुगिसकेँ होइन। अब तपाईँहरूलाई म एकैछिनमा देखाउँछु है त। मैले उहाँलाई चिनिनँ। उहाँहरू यस्तो गरेर गिफ्ट ल्याइदिएँ
कुरा नगर भनेको माइतीलाई भाइ उहाँलाई मैले के भन्नु उहाँको चाहिँ मुख गर्दैन ओके गाइस आजको ब्लग चाहिँ यतिमै अन्त्य हुन्छ होइन ब्लगमा चाहिँ अहिले राम्रो खाले उ गरेर भिडियो बनाउँछु अब आजदेखिको कन्टिन्यू भ्लग चाहिँ म बनाइरहेको हुन्छु होइन हेर्दै गर्नु होला कस्तो लाग्छ होइन सुझाव सल्लाह प्रतिक्रिया दिनुहुन्छ होला भन्ने आशाका साथ यो भिडियो हजुरहरूसम्म म पठाउँदैछु अथवा अपलोड गर्दैछु भनौँ होइन ओके गाइज त्यसलाई के कस्तो लाग्छ सुझाव सल्लाह प्रतिक्रिया दिनु होला हस् त धन्यवाद।